दाजै आजभन्दा भोलिभन्दा परदेशिने दिन पनि आइसकेछ। अस्तिसम्म त लाग्थ्यो यार यो देश छोडेर जान मन त लागेको थिएन। घर परिवार आफन्तहरू सबै थिए जस्तो लाग्थ्यो। आज त हेर्दा दाइ कति छिटो दिन गएछन्। बाबामा बुढा भए, बहिनी सानै छ। घरको तनाव धेरै छ हौ दाइ। अब के गर्नु भाइ, तिमी त मेरो मनमिल्ने साथी, मेरो गाउँको मिल्ने भने नि तिमी नै छौ। अब मैले तिमीले छाडेर गएपछि मैले के भनेर बस्ने होला यो गाउँमा। त्यसो नभन दाइ, मैले त मेरो मनको कुरा पो खोलेको त। तैँले नै यस्तो भनिस् भने मलाई झन् कस्तो होला र दाइ। त्यो बिरानो ठाउँमा आफ्नो को होला र, सबै अन्जान व्यक्ति, अन्जान सहर। धेरै दुःख लागिसक्यो दाइ मलाई त। अब के गर्नु भाइ, घरको स्थितिले परदेशिनु पर्ने बाध्यता नै छ। अब जानु त पर्यो नि, जस तसो भए पनि मन मिल्नै पर्यो। गाउँको मन मिल्ने भनेकै तिमी एउटा मसँग थियो। अब तिमी पनि परदेशीको दिन आइसक्यो, म कसरी यो गाउँ एक्लोपन भएर बस्नु होला, तिमी आफै सोच त। तर दाइ धेरै गाह्रो हुँदो रहेछ दाइ। घर छोडेर सहर बस्दा पनि कहिले घर जाउँ लाग्थ्यो। अब त परदेश जाँदैछु दाइ। न जान्छु भनेर जान पाइएला। अरू बेला त ठिकै छ दाइ, चाडपर्वको बेलामा के होला। के गर्नु भाइ, बाध्यता र परिस्थितिले आफ्नो सबै बाउआमा, साथीभाइ, दाजुभाइ, बहिनी त्याग्नै पर्ने रहेछ। अब नजाउँ भने पनि घरको स्थितिले धेरै गाह्रो बनाएको छ। जाउँ भने पनि नजाउँ भने पनि घरको स्थितिले धेरै गाह्रो बनाएको छ। जाउँ भने पनि दाजुभाइको नाताले धेरै मेरो मन रोएको छ। अब के गर्ने होला भाइ, अब जानु त पर्यो परदेशी ठाउँ। तिम्रो त अब भिसा लगाइसक्यो। अब मैले के भनेर बस्ने होला भाइ, तिमी आफै सोच। मेरो मन मिल्ने भनेकै तिमी थियौ, तर अहिले अब जाने भन्छौ, मेरो मन कति रोएको होला, तिमी आफै भन त ल। गाह्रो छ दाइ, गाह्रो छ। कता हेर्ने, के गर्ने, एक्लो ज्यान। उमेरले डाँडा काटिसक्यो नि दाजै। आजभन्दा भोलिभन्दा हेर्नु त बाउआमाको गालामा छाला चाउरी परिसक्यो। आफ्नो उमेर बढ्दैछ। यो उमेरसम्म पनि खै दाजै उन्नति प्रगति भएन। कहिले होला, के गर्ने होला सोच्दैछु दाजै म त। के गर्नु भाइ, अब बाध्यताले पनि जानै पर्यो। भाइ भनेर म पनि बसेको, अब भाइले नै छाडेर गएपछि त म अब के गर्नु होला, तिमी आफै सोच न। रहर होइन दाजै, रहर होइन। भयो भाइ काट्देऊ।